हजुर हामी मन्दिर बनाउनलाई चन्दा सङ्कलन गर्दै हिँडेको पैसा कति हाल्नुहुन्छ भनेर सोध्न आएको ए सरी है पक्नुस् त हजुर यो मन्दिर चाहिँ कहाँ बन्न लागेको नि यहीँ टोलमै हो म पनि त यही टोलको मान्छे हो यहाँ बसेको 10 वर्ष भइसक्यो होइन तपाईँलाई अप्ठ्यारो हुन्छ कि भन्नु हो के को अप्ठ्यारो हुनु नि म 10 वर्षदेखि यो टोलमा बस्दा मलाई अप्ठ्यारो परेको छैन म यो टोलमा बस्दा तपाईँलाई अप्ठ्यारो परेको छ र त्यो त छैन अनि यो जात धर्म भन्दा मानवता ठुलो कुरा हो तपाईँहरूलाई अप्ठ्यारो पर्दा म सहयोग गर्छु मलाई अप्ठ्यारो पर्दा तपाईँहरू सहयोग गर्नुहोस् क्युआर दिनु त कति गरिदिनु तपाईँलाई जति मन लाग्छ त्यति हालिदिनुहोस् ल हस् भयो अनि तपाईँको नाम मेरो अब्दुल हुसेन ए हस् हस् त अब्दुल साहब हजुर मस्जिदमा केही काम पर्दा हामीलाई सम्झिनु होला हामी पनि सहयोग गर्न चाहन्छौँ खुदा हाफिज जय श्रीराम नेपाल 4 जात 36 वर्ण बहुभाषिक बहुसांस्कृतिक देश हो हाम्रो विविधता नै हाम्रो पहिचान र शक्ति हो जात धर्म वा राजनीतिको नाममा नलडौँ नफुटौँ